यसपालिको होलीको रमाइलो यति साह्रो घुमिएको थिएन यसपालि त घुमियो छाता भइरहन्छ छाता सबैजनालाई नमस्कार के छ सबैजना सन्चै हुन्छ होला म पनि सन्चै छु आजको ब्लगमा यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु आज धेरै दिनमा ब्लग खोलेर होला क्या खुसी लागेको प्लस साथीहरू आज अब होलीको सम्पूर्ण नेपाली देश विदेश कता कता हुने नेपालीहरूलाई होलीको धेरै धेरै शुभकामना छ भन्दै हुन्छ पछाडि एउटा आन्टी हाम्रो छिमेकी आन्टी अनि आज होलीको चलपल चाहिँ त्यति साह्रो छैन बिहान बिहानै एकछिनतिर हुन्छ नि बिहान बिहान त के हुन्छ र अब बिहान बिहानै म चाहिँ पराल खान हिँडेको साथीहरू यहाँ तलतिर छ नि त हाम्रो बारीमा अब खानु पऱ्यो बिहान बिहानै के होली खेलिराख्नु काम पनि सक्नु पऱ्यो नि त आज यसो पराल खाँदौँ न त भनेर परालको फर्ममा यो चाहिँ मेरो काम गर्ने लुगा हो पार्टहरू यो सर्ट बिहान बिहान दुधबाट स्टाइल मारो भन्नु होला त्यस्तो चाहिँ होइन त्यस्तै हो अब पराल चाहिँ खानुपर्ने हुन्छ अहिले बाउ खाँदै हुन्छ होला बाउ के खानुहुन्थ्यो छोरो नआई पराल चाहिँ त्यहीँ हाम्रो सकिसक्यौँ 3 गाडी थियो यत्रो उरुम थियो त्यो सक्यौँ हामीले अब ट्याक्क पराल खान्छौँ हामी गएर त्यसपछि अरू हुन्छ साथीभाइहरू हेर्न सक्नुहुन्छ तपाईँहरू पराल हाम्रो अब म तबाट ठ्याक्क जान्छु बाबाहरू के गर्दै हुन्छ बुझ्नुपर्ने हुन्छ हामीले होइन बा बडाहरू के छ हौ तपाईँहरूको हल्ली चल्ली पराल खाँदै गर्नु त कहाँ हो कहाँ है आमा पत्रकार भन्छ है पत्रकार होइन भ्लगर चाहिँ हुन्छ हौ पत्रकार के हुनु हो अनि बडा के छ तपाईँको हल्ली चल्ली मेरो हल्ली चल्ली केही छैन अनि पराल त धेरै लानुभयो त हौ अनि पुग्छ खायो ढेँडो हल्लियो हिँडो भने खायो ढिँडो हिँड्यो हल्लियो अरे खायो ढेँडो हल्लियो ल ठिक छ उखान चाहिँ खतरा लाग्यो मलाई गर्मी भइसक्यो घाम लागेको छैन कि आज घाम त लागेको छैन त्यही पनि हेर्नु खलखली भइसक्यो मास्क लाएर होला पसिना काम त्यस्तै त हो यो पराल यहाँ बाहिर निकाल्नु पर्छ यहाँबाट फेरि माथि लानुपर्छ साह्रै ह्याङ हो दुखिया काम हो पातहरू यो सुब्बाहरूलाई अब चगाउनै पऱ्यो यहाँ चाहिँ बोरा उहाँ माथि पुऱ्याउनु हाम्रो घर पर एउटा बसिरहेको छ नि मान्छे साइकलमा आमै पनि बस्नुभएको छ हाम्रो एउटा दाइ हुन्छ अनि त्यहाँ आमा बस्नुभएको छ त्यहीँ पुऱ्याउनु पर्ने यहाँबाट साह्रै ह्याङ लाग्ने हौ गर्मी हेर्नु नि यहाँ चिया र बिस्कुट खाएर आएको चिया र बिस्कुटै घटिसक्यो मेरो त जाँटो अब ट्याक्क खानु पऱ्यो है साथीभाइ अब परालकै ठाउँमा मेरो भतिजा आइसकेको छ मेरो भाइ ल हल्का यसलाई अब होलीको स्पेसल ए यहाँ आइज न पड्किहाल्यो नि यसको कहाँ भाग्छिस् पड्किसक्यो भाइ तेरो टाउकोमा अब के गर्दैछ त रुइँदैन त म पकाइदिनु नि टाउके हल्लिउने गरी हानो यार ओ त्यस्तो यो लास्टै हरामी छ यो साला मैले त त्यसको टाउकामा बिस्तारै हानेको थिएँ कि त्यसले चाहिँ यस्तो टाउकै हल्लिने गरी पड्काएँ यार मलाई त कति भएन है त्यस्तो कति हो मेरो ढोढो हो यहाँ लिएन आम्मा यसको 45 रुपियाँ झ्याप पारौँ भनेको भागिहाल्यो A few moments later. मेरो ढेँडो पार्यो नि त मलाई त घरमै पानी नआन् त भाइ त के यो के बनाएको हालत तैँले यहाँ अरे यो के गरेको चिसो लाग्नलाई आम्मा यो जाति नराइज भएन यो सबै हेर्दा यो के गरेको हालत लाज लाग्छ अरे आमै ढेँडो बनाऊ आमालाई भाइ तँलाई कहाँ ढेँडो पार भन् त मलाई आमाले ढेँडो पार्ने भाइ भेट्छ नआउने होली अब यो होली लाग्यो म फेरि हेर्नु थाइल्यान्डको बिचमा लाएर हिँड्छ नि छाता सेम त्यही लाएर बस्छ कहाँबाट यो चाहिँ कहाँबाट बाउ यो छत्री यो युके
तार तार बन्दुक ल्याएर कि त आमैलाई आमै क्या चोकमा चाहिँ ओस् दोरी जाँदैछ हाम्रो चोकमा क्या साथीहरू तिनी तुममा तानेर लाइदेऊ माया सुटुकै नत्र जानेछु भलक 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 ल भलक भलकमा भलक फुटाइ फेरि खिच्छु नि म माया सल्कियो अहिलेको वर्ष मायाले आगुम्छ तर भलको नहालेको भयो मिल्दैन हौ यो त साथीहरू अब हामी होली देखिहाल्नु होला घरमा ढेँडो पारिहाल्यो बुढी आमाहरूले कोकोले आज चाहिँ अब प्रिभियस भ्लग पनि तपाईँले हेरिहाल्नु भएको थियो होला 1 वर्षभन्दा अगाडिको भ्लग त्यतिखेर पनि भान्साङमा रमझम थियो अब आज पनि त्यही पल आइसकेको छ फेरि हामी जाँदैछौँ म बाउला पनि जाने रहर लाग्यो बाउला छाता हेर्नु नि बाउको फेरि हाम्रो यसले चाहिँ अघि नयाँ मान्छे ब्रान्डेड हेरे मेरै लगाएको यसले मेरै लगाएको सानो भएको घरमा खाएछ कि 2-3 वर्ष भयो अनि लगाएको बल्ल हिरो हुन खोज्छ जस्तो छ त्यस्तै हो भाइ भन्ने साथीहरू यस्तै छ रमझम चलिरहेको छ अब ठ्याक्कै भेटौँ न त भिडियो किन लङ बनाउनु ल साथीहरू अहिलेलाई बिदा पाऊँ भान्सोको हाम्रो रमझम सेक्नु हुन्छ घन्टा घर भइहाल्यो हल्का रमझम चाहिँ छ है माथि हेर्न सक्नुहुन्छ तपाईँहरू है ल भानुचोकको रमझमै यो चाहिँ घन्टाघर हेर्नु हेलो भानुचोक साथीहरू घन्टाघर पछाडि छौँ हामी चाहिँ साथीहरू जम के भयो जाम न घन्टाघर पछाडि छौँ हामी देख्न सक्नुहुन्छ होइन आजको मान्छेको रमझम त्यस्तै हो कति वर्षमा एकचोटि आउँछ राउन्डमा राउन्ड घन्टाघरको राउन्डमा राउन्ड क्या अघि घन्टाघर देख्न सक्नुहुन्छ है या ल बजारमा युनिक देखिरहेको छ है हाम्रो दाइ बाउलाई हेर्नु नि यहाँ सब छाता उडिएर आइदिएर एउटा लागेन आजको छाता युनिक मान्छे सबै छाता भन्दै मान्छेले क्या गर्छ हुँदैछ यहाँ तर बाउ भने आफ्नै धुनमा चिलमा क्या जरि अलिकति युनिक छैन ल ठिक छ यसपालिको होलीको रमाइलो यति साह्रो घुमिएको थिएन यसपालि घुमियो त्यो छाता बाहिर छाता के भन्नु माथि लाग्छ
घरतिर फर्किसकेपछि अब घरमा गएर मुखसुख धुनु पऱ्यो नुहाइ धुवाइ पनि हान्नु पऱ्यो फेरि पानीको सर्टेज छ क्या अहिले बिहान थाप्दा आरीमा अनि सर्टेज भएको छ पानी आउँछ आउन त त्यस्तै हो बर्खा आउँदैछ अलिअलि त पहिला जस्तो चाहिँ आएको छैन अब घरतिर लाग्यो साह्रै असिलाहरू जहिले दुध कहाँ खान पाइन्छ म त पाउँछु गाई पालेको नि त मैले घरमा लस साथीहरू अहिलेलाई बिदा पाऊँ